यो अभियानबाट राजा फर्किने लगभग निश्चित छ, तपाईँ ढुक्क हुनुहुन्छ? हामी त एकदम ढुक्क छु। हेर्नु अब एउटा बाँकी थियो नेवारहरू उत्रिन, यहाँ देखिसक्नु भएको छ नेवारी चेलीले भनेपछि नेवारहरू पनि अब उत्रिसके। एकदमै नेवारी चेली नै फिल्डमा उत्रिसके। यो हाम्रो नेवारहरूकै ग्रुप पनि धेरै सङ्ख्यामा आइसकेको छ। अब काठमाडौँ उपत्यकाहरूको नेवार मात्र उठ्न बाँकी थियो, त्यो पनि जागृत भइसक्यो भन्न चाहन्छु। एकदमै डराइसक्नु भएको छ नि त। डराइसक्नु भयो? डराउनु भएको छैन त, नडराउने भएको भए कहिले विज्ञप्ति निकाल्ने, कहिले अब उहाँहरूको बोली वचनहरू सुन्नुहुन्छ नि, त्यो सबै तर्सेर एकदमै त्यो आक्रोशित हिसाबले अब सत्य जाने भइसकेपछि के गर्ने त, अप्सन छैन। अनि त्यो कारणले गर्दा जनतालाई भ्रम पार्नको लागि उहाँहरू भन्नुहुन्छ। तर यति याद राख्नुहोस्, अब जनता भ्रमितमा छैन, जनता सचेत भइसके। र आज पनि हजुरले यहाँ मलाई त लाग्छ लाखौँ जनताको उपस्थिति हुन्छ यहाँ एकदमै, जुन हिसाबले लाखौँ जनताको उपस्थिति हुन्छ र हुनु पनि पर्छ भन्छु म। किनभने यो सम्भव सडक सङ्घर्षबाटै हुन्छ। हामीले सामाजिक सञ्जालमा मात्र राखेर पोस्ट गरेर मात्र यो सम्भव हुँदैन। त्यो कारणले गर्दाखेरि जति धेरै जनताको यता सहभागिता हुन्छ त्यति छिटो नै यो अहिलेको जुन हाम्रो यो व्यवस्था चाहिँ परिवर्तन हुन्छ भन्न चाहन्छु। जस्तो तपाईँहरू अहिले जुन अभियान चलाइराख्नु भएको छ, यो अभियानबाट राजा फर्किने लगभग निश्चित छ, तपाईँ ढुक्क हुनुहुन्छ? हामी त एकदम ढुक्क छु। हेर्नु अब एउटा बाँकी थियो नेवारहरू उत्रिन, यहाँ देखिसक्नु भएको छ नेवारी चेलीले भनेपछि नेवारहरू पनि अब उत्रिसके। एकदमै नेवारी चेली नै फिल्डमा उत्रिसके। यो हाम्रो नेवारहरूकै ग्रुप पनि धेरै सङ्ख्यामा आइसकेको छ। अब काठमाडौँ उपत्यकाहरूको नेवार मात्र उठ्न बाँकी थियो, त्यो पनि जागृत भइसक्यो भन्न चाहन्छु। र सायद अहिले हामीले अलिकति जानुपर्ने भएको भएर अहिले एकछिनमा लिनुहोस्। थ्याङ्क यू। नेवा एकता जिन्दाबाद जिन्दाबाद जिन्दाबाद।